हेलो हाँसिदिनुहोस् स्कुलको ड्रेसमै स्कुलको माथिपट्टि छ नि त त्यो भएर म र यहाँ दिदी एकजना छ दोकानको सोरामा जाउँ न एकछिन भ्यूहरू पनि हेर्नु कति भयो हिँड्दै नगएको भनेर चाहिँ जान्छ नानीको छुट्टीमा चाहिँ हेलो हेलो छुट्टीमा कस्तो लाग्दैछ अब तपाईँलाई भनिदिनुहोस् पढ्नु पनि पर्दैन है अब त हिजो अस्तिदेखिको भन्दै थियो इक्जाम सकेर त्यहाँबाट पढ्नु पनि पर्दैन अरे हो अन्त आज पढ्नु पर्दैन आज इक्जाम सक्यो अरे नानीहरूलाई चाहिँ यतिको चाहिँ मजा हुन्छ है स्कुल हामीहरू पुग्न आँट्यो अब टासी भ्यू पोइन्ट हेलो एभ्रिवान मेरो छोराको के भयो अरे आज इक्जाम सक्यो आज लास्ट डे थियो सो आज हामीले यहाँ एकछिन नानीलाई अन्त त छिटो आउनु पढ्नु त त्यस्तो पर्दैन होला होइन नि अब नानीको के भयो समर हलिडेमा कहाँ जाने हौ हामीले सिलगढी जाने अरे सिलगढी त पुरा गरम छ अरे के गर्नु हुँदैछ मलाई चाहिँ नानी चाहिँ फेरि सिलगढी मात्रै भन्छ मेरो छोराले अब चाहिँ सिलगढीमा फेरि बस्नै सक्दैन र पो त समरमा चाहिँ नानीले चाहिँ खालि सिलगढी मात्र मन पराउँछ यसो सिलगढीमा चाहिँ उसको भाइ छ होइन नि भाइ छ अन्त त्यो उसको साथी चाहिएको साथी खोजेको सिलगढीमा खेल्ने ठाउँ छ अब साथी छैन है घरमा त त्यति बेसी छैन साथीहरू होइन नि अन्त दादाहरू छ दादाहरू ठुल्ठुलो छ त्यही भएर अन्त दादाहरूको मिल्दैन दादा र भाइमा मिल्दैन नि त क्लास उनीहरू भने फुटबलहरू खेल्छ है तिमी भने भर्खर हाँसो हामीले यहाँ पुग्नु आँट्यो टासी भ्यू पोइन्ट यो चाहिँ हो होटल टासी भ्यू पोइन्टको चाहिँ टुरिस्टहरू पनि आइरहेको रहेछ तर दिन चाहिँ धुम्मै नि यस्तो खुल्ला दिनमा झन् यस्तो मजा आउँथ्यो भ्यू हेर्नु यस्तो छ बिल्डिङ यो थियो तपाईँको यहाँ चाहिँ तपाईँको यस्तो छ पानी पो छिटायो त कस्तो त्यो त हो कि यस्तो रहेछ त फ्रुट्सहरू पनि रहेछ अब टुरिस्टहरूको लागि चाहिँ बेस्ट हो जाडो हुन्छ त्यही भएर खानु सक्दैन समरको लागि चाहिँ वेट हो यस्तो छ यस्तो दामी भ्यू देख्छ यस्तो छ है कस्तो भयो आजकै दिन फेरि पानी पर्नु दिन कस्तो दामी राम्रो भइरहेको थियो छैन अहिले धुमी त हाल्यो यहाँ चाहिँ तपाईँले ट्रेडिसनल ड्रेसहरू लगाएर पनि हुन्छ यस्तो दिन भयो दिन हेरेर मात्रै आउनुपर्ने रहेछ यस्तो छ यस्तो दिन भयो आज त झन् भगवान पानी पर्नु थाल्यो हो यस्तो दिन भयो है हामी आउँदा चाहिँ दिन हेरिकन आउनु चाहिँ तपाईँहरू पनि यहाँ चाहिँ तपाईँको दोकानहरू पनि छ है यस्तो दामी कलेक्सनहरू है हजुर यो क्या क्युट है
ट्रेन रहेछ है कार पनि ई कार त्यो म्यालो ड्रम अरे बजा बजा हेरौँ कस्तो दामी साउन्ड हो दामी दामी रहेछ कस्तो दिन भयो 3 घन्टा मात्र आउनु चाहिँ सो रहेछ एक्सपेन्सिभ है 250 अरे कि इट्स भेरी एक्सपेन्सिभ जेट प्लान्ट है यस्तो छ टुरिस्टहरू पनि आइरहेको छ भनौँ एकछिन त्यहीँ बस्नु ल तपाईँ यहीँ बस्नु हो यस्तो रहेछ है हेर एकैछिनमा 3 घन्टा